नमस्ते सन्चै हुनुहुन्छ नि है। यो हो बाथसको सेन्टेनियल पार्क र एउटा पार्कमा चाहिँ बच्चाहरूको लागि चाहिँ मनोरञ्जनका लागि विभिन्न प्ले स्टेसनहरू त हुने नै भइहाल्यो यसरी होइन, जहाँ चाहिँ बच्चाहरूले खेलकुद गर्छन्। र त्यो सँगसँगै अब पार्कहरूमा चाहिँ पेट्सहरू होइन, यसरी चाहिँ एनिमल्सहरूलाई पनि अलाउ छ होइन। कतिपय पार्कमा चाहिँ अलाउ हुँदैन, कतिपय पार्कमा चाहिँ बच्चाहरू सँगसँगै यसरी एनिमल्सहरू पनि अलाउ हुन्छ। अब यो एनिमल्सहरू अलाउ त भयो। अब अर्को कुरा म तपाईँलाई के देखाउन खोजिरहेको छु भन्दाखेरि यो पार्कमा तपाईँले हेर्नुहुँदैछ यहाँ यो ग्रिन कलरको बक्स छ। यो चाहिँ के हो भन्दाखेरि यसरी प्लास्टिक ब्याग्सहरू छ यहाँ। एनिमल्सहरू लिएर हिँड्दाखेरि चाहिँ उसले यदि पू गर्यो भने चाहिँ त्यो आफैले नै कलेक्ट गरेर चाहिँ ठाउँमा गएर चाहिँ होइन फाल्नु पर्यो। अनि इनकेस छैन भने पनि यसरी यो बक्सहरू छ अनि यहाँ चाहिँ ब्यागहरू राखिएको छ। त्यो ब्यागहरू युज गरेर चाहिँ पूहरू कलेक्ट गरेर होइन बिनसम्म लगेर चाहिँ फाल्न सक्ने भयो। र सँगसँगै अर्को इम्पोर्टेन्ट कुरा चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ खानेपानी। र खानेपानीमा पनि यो तल देखिराख्नु भएको छ नि, यो चाहिँ एनिमल्सहरूको लागि हो होइन। मान्छेहरूले चाहिँ यहाँबाट रिफिल गर्न मिलिहाल्यो। यसरी चाहिँ बोतल रिफिलहरू यहाँबाट गर्न सकिन्छ। र एनिमल्सहरूलाई खुवाउनु पऱ्यो भने चाहिँ यसरी यहाँबाट खुवाउन सकिन्छ तलबाट। त्यसै गरी पार्कमा अर्को पाइने कुरा भनेको चाहिँ यो बारबेक्यू मसिन हो, जुन निःशुल्क हामीले प्रयोग गर्न सक्छौँ। त्यसै गरी हरेक पार्कमा पाइने महत्त्वपूर्ण कुरा शौचालय।